मायाको खोजी जीवनमा बुन्दै अनेकौं सपना महसुस अभाव साथको हुने गर्थ्यो जीवनमा हजारौं दिनको पर्खा र प्रार्थनाको उत्तर बनिएकै हौ तिमी मेरो लागि ईश्वरको परमेश्वरलाई धन्यवाद भएको होस्। अनि हाम्रो दुलहा र दुलहीलाई बसिदिनको निम्ति म अनुरोध गर्दछु। यस पवित्र विवाह सेवामा उपस्थित हुनुभएका आदरणीय गुरुबा गुरुआमाहरू लगायत यहाँ पाल्नुहुने सम्पूर्ण पाहुनाजनहरूमा अभिवादन जयमसी। 2 जुन 2026 श्री कुशल सुनुवार निसी निवास एजी चर्च काठमाडौँ र दुलही ग्रेस तामाङ इडरी बप्टिस्ट चर्च इडरी सुनसरी। सञ्चालक म ताराजङ साम्पाङ, यस स्थानीय मण्डलीका सचिव। विवाह सेवा पास्टर दानियल सुब्बा इडरी बप्टिस्ट चर्च। र कार्यक्रम यस प्रकार रहेको छ। सुरुको प्रार्थना पास्टर राम थापा, बाइबल पाठ भजन सङ्ग्रह 100 नम्बरको 1 देखि 5 सम्म, सामूहिक भजन ख्रिस्टे भजन 332 नम्बर गाउँदै हामी छोटो स्तुति प्रशंसा गर्नेछौँ। तत्पश्चात परिचय तथा स्वागत सहपास्टर भूपेन राईज्यूबाट हुनेछ। नयाँ करार बाइबल पाठ मत्ती 19:4 देखि 6 पद पार्नु राई। विवाह सेवा पास्टर दानियल सेवा सुब्बा। विशेष गीत सङ्गीत समूहबाट रहनेछ र अन्तिम भजन कोरस नम्बर 27 गाउनेछौँ र अन्तिम प्रार्थना आदरणीय पास्टर रेशम कुमार सुनवार निसी निवास एजी चर्च काठमाडौँबाट गर्नुहुनेछ। र यसरी हाम्रो आजको पवित्र विवाह सेवाको अन्त्य हुनेछ र त्यस पश्चात रिसिप्सनमा हामी सहभागी हुनेछौँ। दुलहा दुलही बाहिर जानुहुनेछ। वैवाहिक केक तयार गर्नुभएछ भने केक काट्ने कार्यक्रमहरू अनि दुलहा दुलहीको भेटघाट परिचय तथा शुभकामना आदान प्रदान बाहिर गर्नेछौँ र प्रीतिभोज 12:30 देखि 2:30 सम्म गरेर आजको सम्पूर्ण कार्यक्रमलाई हामी समाप्त गर्नेछौँ। हुन्छ, म कार्यक्रमलाई अगाडि बढाउनेछु। आजको यस पवित्र विवाह सेवाको निम्ति सुरुको प्रार्थना गरिदिनु हुन म स्थानीय मण्डलीका पास्टर राम थापाज्यूलाई अगाडि बोलाउँदछु। हुन्छ, आउनुहोस् हामी यो विवाह सेवाकाईको लागि प्रार्थना हामी गर्नेछौँ। पवित्र 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 परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ, कारण तपाईँ कति करुणाले भरेको कृपाले भरेको परमेश्वर हुनुहुन्छ। यो पवित्र विवाहको लागि हामीले धेरै दिनदेखि प्रार्थना गरेको थियौँ प्रभु। तपाईँले हामीलाई जीवन दिनुभयो, समय दिनुभयो, तपाईँलाई हृदयबाट धन्यवाद चढाउँदछौँ प्रभु। यो विवाह कार्यक्रमलाई हामी सुरु गर्न लागेको छौँ। यो कार्यक्रमलाई तपाईँले आफ्नो स्वर्गदूत पठाइकन रक्षा गर्नुहोस्। जतिजना आउँदो हुनुहुन्छ प्रभु, तपाईँले सहायता गर्नुहोस्, सुरक्षा दिनुहोस् र तपाईँको दासले विवाह दिँदा तपाईँले उहाँलाई बलहरू दिनुहोस्, शक्ति दिनुहोस् र हामी जति पनि यहाँ छौँ प्रभु, तपाईँको अनुग्रहले हामीलाई सुरक्षा राख्नुहोस्। यो पवित्र विवाहलाई तपाईँको हातमा हामी समर्पण गर्दछौँ। अन्धकारका सबै शक्तिहरूलाई नाजरेत यीशु ख्रीष्टको नाममा पैतालामा पनि कुचल्दछौँ। सबै अन्धकारको शक्तिहरूलाई यीशु ख्रीष्टको नाममा यहाँदेखि निस्किरहनको लागि हुकुम गर्दछौँ प्रभु। यो घर कम्पाउन्डलाई तपाईँको आलो रगतले छटिकिन शुद्ध गर्नुहोस् भन्दै बिन्ती प्रार्थना चढाउँछु यीशु ख्रीष्टको पवित्र नाममा, आमेन। धन्यवाद छ आदरणीय पास्टर राम थापाज्यूलाई। यो समय हामी हाम्रो पवित्र धर्मशास्त्र बाइबलबाट एउटा खण्डलाई हेर्नेछौँ। यहाँहरूको बिचमा म भजन सङ्ग्रहको पुस्तकबाट भजन सङ्ग्रह नम्बर 100 को 1 देखि लिएर 5 पदसम्म पाठ गर्नेछु। यहाँ यसरी लेखिएको छ, म हामी सबैजनाको निम्ति पाठ गर्नेछु। धन्यवादको भजन। हे सारा पृथ्वीका मानिसहरू, परम प्रभुको जय जयकार बनाओ। आनन्दका साथ परम प्रभुको आराधना गर। हर्षका गीत गाउँदै उहाँको सामुन्ने आओ।
परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान उहाँले नै हामीलाई बनाउनुभयो र हामी उहाँकै हौँ। हामी उहाँका प्रजा र उहाँका खर्कका भेडाहरू हौँ। उहाँका भवनका द्वारहरूभित्र धन्यवाद साथ पस र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर। उहाँलाई धन्यवाद चढाओ र उहाँको नाउँको प्रशंसा गर, किनभने परमप्रभु भला हुनुहुन्छ र उहाँको करुणा सदाकाल रहन्छ। उहाँको विश्वसनीयता पुस्तादेखि पुस्तासम्म रहि नै रहन्छ। परमेश्वरको शक्तिशाली वचन पढाइ अनि सुनाइमा हामी सबैलाई आशिष भएको होस्। आमेन। हुन्छ, हामी यो समय ढिला नगरी हाम्रा जीवित परमेश्वरलाई छोटो स्तुति प्रशंसा चढाउनेछौँ। म यहाँहरूलाई आफ्नो स्थानमा उठिदिनको निम्ति पनि अनुरोध गर्दछु र हाम्रा सङ्गीत समूहले भजन नम्बर 332 नम्बर गाउनुहुनेछ। यो भजन नम्बर 332 नम्बर गाउँदै हामी छोटो स्तुति प्रशंसामा प्रवेश गर्नेछौँ। Sarva
तपाईँ पवित्र परमेश्वर धन्यवाद दिँदैछु हामी तपाईँको चरण पाउँदछौँ महिलाका परमेश्वर साँच्चै तपाईँको कारणले हामी यो दिन जीवन हामीले प्राप्त गरेका छौँ हाम्रा सारा हामी तपाईँ प्रभुलाई बढी धन्यवाद गर्दछौँ अनि तपाईँको नाउँमा हामी जय जयकार गर्दछौँ तपाईँलाई सारा आदर भक्ति महिमा र प्रशंसा चढाउँदछौँ किनकि तपाईँ प्रभुले हामीलाई यो जीवन दिनुभएको छ यो दिन दिनुभएको छ अनि हामीलाई यो आजको विशेष कार्यक्रममा सहभागी हुने हामीलाई अवसर दिनुभएको छ प्रभु यसकारण हामी तपाईँलाई धन्यवाद गर्दछौँ तपाईँको नामले हामी धन्यवाद गर्दछौँ विशेष गरिकन आज भाइ कुशल सुनवार अनि बहिनी ग्रेसी तामाङलाई प्रभु साँच्चै नै तपाईँले सृष्टि गर्नुभएको यी असल जोडीहरूलाई तपाईँको योजना अनुसार आज पवित्र विवाहको निम्ति तयार बनाउनु भयो अनि प्रभु यसरी हामी एकसाथ भेला भएका छौँ यी सबै कुराको निम्ति हामी तपाईँ प्रभुलाई हाम्रो हृदयको अन्तस्करणबाट हाम्रो हृदयको गहिराईबाट सारा आदर भक्ति महिमा र प्रशंसा चढाउँदछौँ प्रभु तपाईँलाई धन्यवाद छ धन्यवाद आजको यस पवित्र विवाह सेवाको अगाडिको सबै कार्यक्रमहरू पनि तपाईँ प्रभु मानेर राख्दछौँ तपाईँको पवित्र आत्माको शक्तिले बाँधेर तपाईँको जिउँदो उपस्थितिमा सबै कार्यक्रम सम्पन्न हुन तपाईँले सहायता गर्नुहोस् प्रभु धन्यवाद छ धन्यवाद छ सबै कुराहरू तपाईँको हातमा राख्दै मान्छौँ आज तपाईँ येशू प्रभुको नाम हुन्छ यहाँहरू सबैजना आफ्नो स्थानमा बसिदिन म अनुरोध गर्दछु यस विशेष दिनमा पवित्र करार विवाहको सेवामा उपस्थित आदरणीय मण्डलीका स्थानीय मण्डलीका गुरुबा गुरुआमा साथै काठमाडौँ एजिनिसी चर्चका गुरुबा अगुवाजनहरू साथै उपस्थित सम्पूर्ण
डिकन बोर्डका डिकनज्यूहरू, साथै हाम्रो आजको विशेष दुलहा दुलही, साथै दुलहाका सम्पूर्ण परिवार आफन्तजनहरू र दुलहीका सम्पूर्ण परिवार अनि आफन्तजनहरू, उपस्थित सम्पूर्ण मण्डली परिवारलाई प्यारो प्रभु येशू ख्रीष्टको नाममा अभिवादन म जय मसीह टक्राउँछु। जय मसीह। आज यो विशेष दिन हो अनि आजको दिनमा यो दुईवटा जीवन अनि एउटै हुने अठोटका साथमा आज हामी यो सेवामा उपस्थित रहेका छौँ। धेरै लामो समय यो समयसम्म परमेश्वरमा एकदमै योग्यको आफैलाई ठहराएर पवित्रतालाई बरकरार राखेर परमेश्वरको वचनलाई सिरोपर गर्दै आजको दिनसम्म प्रार्थनाको साथमा प्रतीक्षामा रहेर आजको दिन सजिनु भएको छ। हाम्रो दुला श्री कुशल तामाङ र दुलही सुश्री ग्रेस तामाङ। अवश्य पनि उहाँको यो विशेष दिनलाई हामी विशेष तुल्याउनको निम्ति आदर अनि सम्मानको साथमा आशिषमय तुल्याउनको निम्ति परमेश्वरको उपस्थितिमा हामी सम्पूर्ण मण्डली परिवार पनि उपस्थित भएका छौँ। अवश्य पनि यो आजको दिन आशिषित रहनेछ उहाँको निम्ति अनि हाम्रो निम्ति पनि र सम्पूर्ण परिवारको निम्ति पनि। विशेष म स्वागतको लागि यस ठाउँमा उभिएको छु र म स्वागतको केही मन्तव्य तपाईँहरूको बिचमा म राख्न चाहन्छु। विशेष म स्वागत हाम्रा जीवित सर्वशक्तिमान परमेश्वरलाई उहाँको उपस्थितिलाई म स्वागत भन्न चाहन्छु। उहाँको उपस्थिति बिना हामी रिक्त छौँ। उहाँको उपस्थितिले यो सेवालाई अति नै बहुमूल्य अनि गरिमामय तुल्याएको कुरा हामीले महसुस गरिरहेका छौँ। हाम्रो परमेश्वरलाई हाम्रो हृदयबाट उहाँको उपस्थितिलाई हामी स्वागत गर्दछौँ। स्वागतकै क्रममा विशेष उहाँका अभिषिक्त जनहरू हाम्रो बिचमा हुनुहुन्छ। परमेश्वरले अभिषेक गर्नुभएका अभिषिक्त जन आदरणीय स्थानीय मण्डलीका गुरुबा गुरुआमा, साथै काठमाडौँ एजिनिसी चर्चका गुरुबा अगुवाजनहरू र साथै सम्पूर्ण डिकन बोर्डहरूलाई म हार्दिकताका साथमा म स्वागत व्यक्त गर्न चाहन्छु। यसै गरी यहाँ मञ्चमा आसीन आजको दुलहा दुलहीलाई म हार्दिकताको साथमा स्वागत भन्न चाहन्छु। एकदमै प्रार्थनाको साथमा यो दिनलाई उहाँले प्राप्त गर्नुभएको छ। उहाँहरूलाई आजको यस विशेष सेवामा म हार्दिकताका साथमा म हृदयको गहिराईबाट म स्वागत व्यक्त गर्न चाहन्छु। त्यति मात्र नभएर उहाँका समस्त परिवारहरूलाई म स्वागत गर्न चाहन्छु र स्वागत गर्नको लागि चाहिँ म विशेष आजका दुला श्री कुशल तामाङज्यूको सम्पूर्ण परिवार साथै काठमाडौँ निस्सी एजिनिसी चर्चबाट पाल्नु भएका जनताहरूलाई एकपल्ट म खडा भइदिनु हुनुको निम्ति पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। कुशल सुनवार, माफ गर्नु होला, कुशल सुनवारज्यूको सम्पूर्ण परिवार साथै काठमाडौँ एजिनिसी चर्चबाट पाल्नुभएका सम्पूर्ण एजिनिसी परिवारलाई म खडा हुनुको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। तपाईँहरू कृपया उठिदिनु हुन म अनुरोध गर्न चाहन्छु। हाम्रो नेपालको केन्द्रीय सहर महानगरबाट पालन भएको छ उहाँहरू। तपाईँहरूलाई हामी एकदमै हाम्रो हृदयको गहिराईबाट आजको यस पवित्र सेवामा म तपाईँहरूलाई हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। हुन्छ, तपाईँहरूलाई धेरै धेरै नै स्वागत छ। हामी एकपल्ट ताली पनि बजाएर उहाँलाई स्वागत गरौँ। हुन्छ, यहाँहरू बस्न सक्नुहुनेछ। यसै गरी हाम्रो दुलही सुश्री ग्रेस तामाङज्यूको आफन्तजन परिवारहरूलाई म एकपल्ट खडा हुनको निम्ति म अनुरोध गर्न चाहन्छु। उहाँहरू पनि अगाडिको बेन्चमा उभिनु भएको छ। तपाईँहरूको अमूल्य प्रार्थना, तपाईँहरूको प्रार्थनाको योगदानको कारणबाट आज यो सेवा सम्पन्न हुन गइरहेको छ। यहाँलाई पनि हामी एकदमै हृदयको गहिराईबाट हामी स्वागत भन्न चाहन्छौँ। उहाँलाई पनि हामी ताली बजाएर स्वागत गर्छौँ। यहाँलाई धेरै धेरै धन्यवाद छ। तपाईँले बसिदिन सक्नुहुनेछ। यसै गरी स्वागतको क्रममा हाम्रो स्थानीय मण्डलीका सम्पूर्ण विश्वासीजनहरूलाई पनि म हार्दिक स्वागत भन्न चाहन्छु। तपाईँलाई धेरै धेरै स्वागत म गर्न चाहन्छु। यस समय विशेष आजको सेवा दुई जीवन एक हुन गइरहेको छन्, एउटा जीवन जिउन गइरहेका छन् अनि यस विशेष दिनमा हामी अवश्य पनि परमेश्वरमा उहाँको लागि शक्ति मागिदिन, आशिष मागिदिन हामी केही न केही लिएर आएका छौँ। प्रार्थनाको शक्ति आशिष मागिदिनको निम्ति हामी त्यो अठोटका साथमा हामी सम्पूर्ण मण्डली परिवार आफन्तजनहरू उपस्थित भएका छौँ। अवश्य पनि यहाँले उहाँको निम्ति त्यो आशिष त्यो प्रार्थना मागिदिनु हुनेछ आजको दिनमा भन्ने अपेक्षा पनि मैले राखेको छु। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। पुनः एकपटक उपस्थित सम्पूर्ण जनहरूलाई म हृदयको गहिराईबाट फेरि पनि एकपटक स्वागत भन्दै मेरो स्वागत मन्तव्यलाई म यही रद्द गर्न चाहन्छु। हस्, धन्यवाद। बाइबल पाठ मत्ती 19 को 4 देखि 6 पदसम्म
पाठ गरिदिनुको निम्ति म पारु राईज्यूलाई अनुरोध गर्दछु। आजको पवित्र विवाह सेवामा उपस्थित हुनुभएका सम्पूर्ण प्रभुका प्रियजनहरूमा प्यारो प्रभु येशू ख्रीष्टको नाममा सबैजनालाई जय मसीह। हुन्छ, म बाइबल पाठ गर्न गइरहेको छु। नयाँ करार मत्ती 19:4 - 6 हुन्छ। यहाँ यसरी लेखिएको छ, तर उहाँले भन्नुभयो, के तिमीहरूले पढेका छैनौ कि सृष्टिकर्ताले तिनीहरूलाई सुरुमा नै नर र नारी बनाउनुभयो र भन्नुभयो, यसै कारण मानिसले आफ्ना बुबा र आमालाई छोडेर आफ्नै पत्नीसँग मिलिरहन्छ र ती दुईजना एउटै शरीर हुनेछन्। आमेन। हुन्छ, यो समय फेरि पनि म सञ्चालकज्यूलाई दिन्छु। सबैजनालाई चाहिँ हुन्छ, धन्यवाद छ। उहाँले एउटा पद चाहिँ छुट्याउनु भयो, 6 पद चाहिँ पढ्नु भएन। 6 पद पनि म पढेर यहाँहरूको बिचमा सुनाउने छु। यसरी लेखिएको छ, ती अब दुई होइनन् तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ त्यसलाई कुनै मानिसले नछुट्याओस्। हुन्छ, परमेश्वरको वचन पढाइले सुनाएमा हामी सबैलाई आशिष भएको होस्। आमेन। हामीले हाम्रो धर्मशास्त्र बाइबलमा पनि विवाहको सम्बन्धमा नर र नारी एक हुने सम्बन्धमा खण्ड पाठ गरिसकेका छौँ र अब यो समय चाहिँ आजको विशेष समयमा आएका छौँ विवाहको सेवामा। तसर्थ यस विवाहको सेवालाई अगाडि बढाइदिनु हुन म हाम्रा स्थानीय मण्डलीका आदरणीय पास्टर रेभरेन्ड दानियल सुब्बाज्यूलाई म समय दिनेछु। उहाँ अगाडि आउनुहुनेछ। हामी ताली बजाएर उहाँलाई अगाडि स्वागत गर्दछौँ। सर्वप्रथम परमेश्वरलाई धन्यवाद। हामी आज अत्यन्तै आशिषमय क्षणमा छौँ। हाम्रो बिचमा कुशल सुनवार र ग्रेस तामाङ, उहाँहरू दुईजनाको पवित्र विवाह सम्पन्न गर्नको लागि उहाँका परिवारजनहरू, उहाँका आफ्ना आफन्तहरू, मण्डलीका आदरणीय पास्टर तथा गुरुजनहरू र स्थानीय मण्डलीका पास्टर जीवन बोर्डहरू, आमा सङ्गति, युवा सङ्गति र यस पवित्र विवाहको लागि निमन्त्रणा प्राप्त गरेर यहाँ पाल्न भएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई प्रभु येशू ख्रीष्टको प्यारो नाममा जय मसीह अनि सबैजनालाई नमस्कार। हामी अत्यन्तै खुसी छौँ, हामी आनन्दित छौँ। हाम्रो परमेश्वरले हरेक मानिसको जीवनमा उदेक र अचम्मको काम गर्नुभएको छ र हामी आफै पनि परमेश्वरका उत्तम र उदेकका सिर्जनाहरू हामीहरू। त्यसमा हाम्रो परमेश्वरले सबै कुराको बन्दोबस्त गरेर राख्नु भएको छ र उहाँको बन्दोबस्त र योजना अनुसार सबै कुराहरू हुँदछ। आजको यो पवित्र विवाह कुशल र ग्रेसको पवित्र विवाह पनि परमेश्वरको योजना, परमेश्वरको अनुग्रह, उहाँको उद्देश्य र योजनामा सम्पन्न हुँदैछ। मलाई लाग्छ कुशल र ग्रेस भिन्न भिन्न नेपाली कल्चर अनुसार, नेपाली परम्परा अनुसार कुशल सुनवार परिवारमा जन्मनु भएको, हुर्कनु भएको, सुनवार परिवारको संस्कार, संस्कृति, परम्परा, आफ्नै शैली, आफ्नै तरिकामा जन्मेर, हुर्केर, बढेर जवान भएको। अनि सँगसँगै हाम्रो मण्डलीको छोरी ग्रेस तामाङ परिवारमा जन्मेको, तामाङ परिवारको संस्कार, संस्कृति, परम्परा अनुसार जन्मेको, हुर्केको अनि त्यसपछि परमेश्वरको अनुग्रहमा येशू ख्रीष्टमा जीवन परिवर्तनद्वारा प्रभुमा जीवन पाएका, उद्धार मुक्ति पाएका परमेश्वरका छोराछोरीहरू हुनुहुन्छ। भिन्न भिन्नै परिवारमा, भिन्न भिन्नै संस्कारमा, भिन्न भिन्नै शैलीमा जन्मेर हुर्के तापनि एक अर्काको लागि परमेश्वरले ती ठाउँहरूमा, ती परिवारसँग परमेश्वरले त्यो जीवन दिनुभयो। उहाँहरूलाई छोरा र छोरीको रूपमा जन्म हुन, यो धरतीमा, यो संसारमा आउन उहाँको योजना भयो। कुशलको निम्ति ग्रेस तामाङ परिवारमा, ग्रेसको लागि कुशल सुनवार परिवारमा
जन्मेको भए तापनि यी दुईजनालाई परमेश्वरले उहाँको योजनामा एउटै शरीर हुनको लागि एकतामा बाँधिनको लागि दाम्पत्य जीवनबाट अगाडि बढ्दै जानको लागि परमेश्वरको इच्छा र योजनामा बनाइएकाहरू हुन्। त्यस कारणले आज यी दुईजनाको बिचमा यो पवित्र विवाह पुनर्मिलन हुन लागेको छ। यसको निम्ति हामी परमेश्वरलाई धन्यवाद चढाउँछौँ। हामी दुईटै मण्डली निश्चित परिवार एजी मण्डली काठमाडौँ इटाली बाप्टिस्ट चर्च यहाँ दुईजनाको पवित्र विवाह सम्पन्न गर्नको लागि मण्डलीले धेरै प्रार्थना गरेका छौँ। हामी परमेश्वरमा विश्वास र भरोसा राख्ने र परमेश्वरको इच्छा र योजना अनुसार हामी अगाडि बढ्ने भएको हुनाले पवित्र विवाह सम्पन्न हुनभन्दा अघि पनि प्रार्थना धेरै मण्डलीले गरेको छ, प्रार्थना धेरै परिवारले गरेको छ। मलाई लाग्छ आजको दुला दुलहीले पनि धेरै प्रार्थना गरेको हुनुपर्छ। बिना प्रार्थना दाम्पत्य जीवन यो पापले ग्रस्त हुँदै गरेको अस्थिर संसारमा सम्भव छैन। यसकारण परमेश्वरको इच्छा शक्ति खोज्नुपर्छ। एउटा असल र दिगो दाम्पत्य जीवनको निर्माणको लागि, एउटा आशिषमय दाम्पत्य जीवनको निर्माणको लागि त्यो केटा त्यो केटी त्यो कन्या केटा त्यो कन्या केटीले अहिलेको समयमा धेरै प्रार्थना गर्नुपर्छ। विश्वास र प्रार्थनाको चट्टानमा खडा भए मेरो जीवन साथी मरणोपरान्तसम्मको लागि मेरो जीवन साथी मेरी पत्नी मेरो पति हुनको लागि कहाँ कुन ठाउँमा परमेश्वरले राख्नु प्रार्थनाको साथमा खोज्नुपर्छ। अवश्य परमेश्वरले कुनै न कुनै ठाउँमा कसैले कसैको लागि बन्दोबस्त गरेर राख्नै भएको छ। त्यो सात समुद्र पारी सात समुद्र वारी भए पनि परमेश्वरले चाहना भएकालाई एकसाथमा जोड्नुहुन्छ। यो सन् 2025मा मात्रै अमेरिकामा भएको हाम्रो जोइन्ट हाम्रो मण्डलीहरूमा भएको छोरीहरूको बिचमा परमेश्वरले काम गर्नुभयो। सात समुद्र पारीबाट जोइन्ट आएर हाम्रा छोरीहरूसँग बिहे गरेर फेरि अमेरिकातिर जानुभयो। कुनै कुराले पनि रोक्न सक्दैन। परमेश्वरको योजना परमेश्वरको इच्छा शक्ति भएपछि कुनै कुराले रोक्न सक्दैन कि म माया गर्छु तिमीलाई, साथ दिन्छु तिमीलाई। दाम्पत्य जीवन सँगसँगै एक्लै हिँड्दा एक्लै घुम्न पाइँदैन। सँगसँगै हो दाम्पत्य जीवन। भावनात्मक रूपबाट सँगसँगै, प्रार्थनामा सँगसँगै, विश्वासमा सँगसँगै, दुःखमा सँगसँगै, प्रशस्ततामा अभावमा सँगसँगै, स्वास्थ्य र अस्वस्थ रहँदा पनि सँगसँगै, सफलता र असफलता पनि सँगसँगै, उत्साह र निराशामा सँगसँगै, नजिकमा हुँदा र टाढा हुँदा पनि सँगसँगै। यो दाम्पत्य जीवनको परिभाषा। यो परिभाषा त्यो पत्नीसँग त्यो पतिसँग छैन भने परिवार छोडेपछि के हुन्छ? आज नेपालमा मात्रै हेर्ने के भएको छ? श्रीमती सम्पत्ति कमाउँदैछ, श्रीमान आफै एक्लै हिँड्दै साथी बनाएर हिँड्छ। श्रीमान खाडी मुलुकमा गएर सम्पत्ति कमाउँदैछ, रुपियाँ पैसा भएका सम्पूर्ण जनहरूको बिचमा यो पवित्र विवाहको करारतिर म उहाँलाई प्रवेश गराउन लागेको छु। पहिलो दुईटा प्रश्न म आजको दुलहा आदरणीय दुलहा कुशल सुनवारलाई प्रश्न गर्दैछु। दुलहा श्री कुशल सुनवार,
के तपाईँ सर्वशक्तिमान परमेश्वरको उपस्थिति र पवित्र मण्डलीको सामने यस पवित्र विवाहमा प्रवेश गर्नको निम्ति जीवनको हरेक रहन सहनमा तपाईँ पवित्र हुनुहुन्छ? नलजाइकन अझै मजाले सुनेर भन्नु होला है। दोस्रो प्रश्न तपाईँलाई नै छ। श्री कुशल सुनुवार, के तपाईँ सर्वशक्तिमान परमेश्वरको उपस्थिति र पवित्र मण्डलीको सामने यस पवित्र विवाहमा प्रवेश गर्नको निम्ति व्यक्तिगत, धार्मिक, सामाजिक र कानुनी रूपमा स्वतन्त्र र राजी खुसी हुनुहुन्छ? तपाईँलाई कसैले जबरजस्ती जोड जुलुम गरेको त छैन? धेरै धन्यवाद। मैले दुईवटा प्रश्न सोधेँ उहाँलाई सार्वजनिक रूपबाट। आजको दुलही सुश्री ग्रेस तामाङ, के तपाईँ सर्वशक्तिमान परमेश्वरको उपस्थिति र पवित्र मण्डलीको सामने यस पवित्र विवाहमा प्रवेश गर्नलाई जीवनको हरेक रहन सहनमा तपाईँ पवित्र हुनुहुन्छ? सुन्ने माइक्रोफोन अलिमा। म पवित्र छु भन्नुपर्छ है, ठिक छ? अब म दोहोऱ्याउँदै अर्को प्रश्नको उत्तर ठिकसँग दिनुहोस् है। सुश्री ग्रेस तामाङ, के तपाईँ सर्वशक्तिमान परमेश्वरको उपस्थिति र पवित्र मण्डलीको सामने यस पवित्र विवाहमा प्रवेश गर्नलाई व्यक्तिगत, धार्मिक, सामाजिक, कानुनी रूपबाट तपाईँ स्वतन्त्र र राजी खुसी हुनुहुन्छ? छु। छोरी मान्छेको स्वर सानो हुन्छ नि त, सबैले सुन्यो होला। हामीले दुईवटा प्रश्न मैले सार्वजनिक रूपबाट यो वेदीबाट सोधेको छु। उहाँले दुईवटा प्रश्नको उत्तर सकारात्मक रूपबाट छु हो भनेर दिनुभएको छ। मलाई लाग्छ यो काफी छ होला। र ग्रेस तामाङलाई एउटा सोध्न मैले छुटाएँ, के तपाईँलाई कसैले यो कुशलसँग बिहे गर्नको लागि जोड जुलुम जबरजस्ती गरेको छैन? धन्यवाद, छैन। ओके, हुन्छ। दोस्रो चरण, म यो बेलामा हाम्रो कुशल सुनुवारको आमा हुनुहुन्छ होला होइन? आमालाई एकचोटि दिनु पर्यो। तपाईँ उठिदिनुहोस्, माइक्रोफोन आमालाई दिनुहोस्। एक शब्द छ छैन हो होइन मात्रै तपाईँले सुनेर त्यसको उत्तर। तपाईँलाई एउटा प्रश्न छ, के श्री कुशल सुनुवारले दिएको गवाही सत्य हो? माइक्रोफोन अलि माथि लाएर हो। धन्यवाद छ, बस्नुहोस्। दिएको गवाही सत्य हो? सत्य हो। धन्यवाद, बस्नुहोस्। सकारात्मक उत्तर पाएको हुनाले यो पवित्र विवाह दुईजना पवित्र विवाह प्रवेश गर्न सक्छन् भनेर दिनुभएको गवाहीमा तपाईँको पुरै सहमति छ? एकपल्ट ताली बजाएर समर्पण गर्नुहोस्। के तपाईँ सर्वशक्तिमान परमेश्वरको उपस्थिति र पवित्र मण्डलीको सामने सुश्री ग्रेस तामाङलाई आफ्नी विवाहित श्रीमतीको रूपमा स्वीकार गर्नको लागि तपाईँ तयार हुनुहुन्छ? तयार छु। धन्यवाद। म ग्रेस तामाङलाई सोध्दैछु त्यही प्रश्न। सुश्री ग्रेस तामाङ, के तपाईँ सर्वशक्तिमान परमेश्वरको उपस्थिति र पवित्र मण्डलीको सामने श्री कुशल सुनुवारलाई आफ्नो विवाहित श्रीमानको रूपमा स्वीकार गर्न तपाईँ तयारी हुनुहुन्छ? धन्यवाद। विषयमा सोधिएको प्रश्न अभिभावकले र उपस्थित सम्पूर्ण मण्डलीले पनि समर्थन गर्नुभएको हुनाले आजको मितिबाट म कुशल सुनुवार र ग्रेस तामाङलाई हात मिलाएर पति पत्नीको रूपमा घोषणा गर्न लागेको छु। श्रीमतीको रूपमा घोषणा गर्दछु। हामी ताली बजाउनुहोस्। आजबाट तपाईँ दुईजना पति पत्नी हुन भएको मैले घोषणा गरिसकेको छु। यो बेलामा
म यहाँ दुवैजनालाई घोडा टेक्नको लागि आग्रह गर्छु। हात छोड्नु हुँदैन। उहाँहरू दुईजनाले एउटाले अर्कोलाई प्रतिज्ञा गर्नुहुनेछ। म प्रतिज्ञा गराउँदैछु। प्रतिज्ञा। श्रीमती ग्रेस तामाङ सुनवार यता आएर भन्नुहुन्छ। श्रीमती श्री ग्रेस तामाङ म कुशल सुनवारले तिमीलाई सर्वशक्तिमान परमेश्वरको उपस्थिति र सर्वशक्तिमान परमेश्वरको स्थितिमा पवित्र मण्डलीको सामने व्यक्तिगत धार्मिक सामाजिक तथा कानुनी दृष्टिकोणमा स्वतन्त्र राजी खुसी र प्रार्थनाका साथ आफ्नी विवाहित श्रीमतीको रूपमा स्वीकार गरेको सत्य हो। ग्रेसलाई हेरेर भन्नुहोस् ल। हुन्छ। म तिमीलाई परमेश्वरको डर र पवित्रतामा रही आफैलाई जस्तै प्रेम गर्नेछु। दुःखमा वा सुखमा अभावमा वा प्रशस्ततामा विश्वासयोग्य र इमानदारीका साथ जीवनको अन्त्यसम्म सबै कुरामा सहयोगी र सहभागी भई प्रार्थनाका साथ आफ्नो कर्तव्य पुरा गर्नेछु। म तिमीलाई सर्वशक्तिमान परमेश्वरको उपस्थिति र पवित्र मण्डलीको सामने मृत्युले अलग नगरेसम्म कुनै कुराले कुनै रीतिले त्याग्ने छैन भने प्रतिज्ञा गर्छु। आमेन। ग्रेस कुशललाई श्रीमान कुशल सुनवारजी म तपाईकी श्रीमती ग्रेस तामाङ सुनवारले तपाईलाई सर्वशक्तिमान परमेश्वरको उपस्थिति र पवित्र मण्डलीको सामने व्यक्तिगत धार्मिक सामाजिक तथा कानुनी रूपमा स्वतन्त्र राजी खुसी र प्रार्थनाका साथ आफ्नो विवाहित श्रीमानको रूपमा स्वीकार गरेको सत्य हो। म परमेश्वरको डर र पवित्रतामा रही तपाईको अधीनमा बस्नेछु र तपाईलाई आदर गर्नेछु र आफैलाई जस्तै माया गर्नेछु। म दुःखमा वा सुखमा अभावमा वा प्रशस्ततामा विश्वासयोग्य र इमानदारीका साथ जीवनको अन्तसम्म सबै कुरामा सहयोगी र सहभागी भई प्रार्थनाका साथ आफ्नो कर्तव्य पुरा गर्नेछु। म तपाईलाई सर्वशक्तिमान परमेश्वरको उपस्थिति र पवित्र मण्डलीको सामने मृत्युले अलग नगरेसम्म कुनै रीतिले त्याग्ने छैन भनी प्रतिज्ञा गर्दछु। आमेन। उहाँहरूमाथि शिरमा हात राखेर उहाँहरूको दाम्पत्य जीवन आशिषमय हुन सकोस् भनेर हामी प्रार्थना गर्नेछौँ। हामी अभिषेक भएका पास्टरले निम्ति हामी प्रार्थना गरौँ। स्वर्गको चोसेको स्थानमा विराजमान भएर बस्ने पवित्र 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 पिता परमेश्वर, तपाईँलाई धन्यवाद।
विशेष गरिकन कुशल र ग्रेसलाई आज तपाईँले पति पत्नीको रूपमा पिता परमेश्वर पुत्र परमेश्वर पवित्र आत्मा त्रिएक परमेश्वरको नाउँमा जोड्नु भएको छ। हे परमेश्वर, आज यो प्रेषण दुई होइन एउटै शरीरका भएर अब यिनीहरू साथमा भएर तपाईँको घर भएर भक्तिका साथमा एउटा असल आशिष परमेश्वरले मानसिक नीति भौतिक जीवनमा दुष्टले अधिकार शक्तिहरूले सर्वशक्तिमान प्रार्थनाले अभिषेक यिनीहरूलाई अब एउटै विचार एउटै भावना एउटै चित्तमा भएर एकसाथमा मिलेर एउटाले अर्कोलाई हृदयको गहिराईबाट माया गर्न सक्नु, एउटाले अर्कोलाई वास्ता गर्न सक्नु, एक अर्काको निम्ति सहयोगी बन्न सक्नु। हे परमेश्वर, दुःखमा सुखमा प्रशस्ततामा अभावमा नजिक हुँदा वा टाढा हुँदा स्वास्थ्य वा अस्वस्थता पनि आत्मामा मनमा भावना एकसाथमा भएर एउटाले अर्कोलाई सहायता पुर्याउँदै एकसाथमा दाम्पत्य जीवनलाई अगाडि बढाउँदै पारिवारिक जीवन निर्माण गर्दै जानेछ। तपाईँ प्रभु परमेश्वरले आदम र हव्वालाई एकसाथमा जोड्नु भयो, आदमको लागि सुहाउँदो सहयोगी दिनुभयो। आज कुशलको लागि ग्रेसलाई सहयोगी श्रीमती सुहाउँदो श्रीमतीको रूपमा एउटा अर्कोलाई जोड्नु भयो। हे परमेश्वर, तपाईँले जब एकसाथमा जोड्नु भएकाहरूलाई कुनै कुराले पनि अलग छैन। यिनीहरूलाई तपाईँ परमेश्वरले आत्मिक भौतिक मानसिक नैतिक बौद्धिक जीवनको वृद्धिमा तपाईँप्रति पूर्ण रूपबाट विश्वासको भरोसा राखेर तपाईँको डर भएर भक्तिका साथमा विश्वास र प्रार्थनाका साथमा अगाडि बढ्दै जान र एउटा असल र आशिषमय दाम्पत्य जीवन मात्र होइन पारिवारिक जीवन निर्माण गर्न उनीहरूलाई सक्षम गराउनुहोस्। कुनै पनि दुष्टले अन्धकारको शक्तिहरूले बाधा अवरोध ल्याउन नसकेको होस्। उनीहरूको गार्जियनहरूलाई परिवारहरूलाई मण्डलीहरूलाई निरन्तर दाम्पत्य जीवनको निर्माण र असल र एउटा नमुना दाम्पत्य जीवन पारिवारिक जीवन निर्माणको लागि निरन्तर प्रार्थना गर्न सहायता गर्नुहोस्। आज यो दुईजनालाई तपाईँको योजनामा तपाईँको इच्छामा हामीले पिता परमेश्वर पुत्र परमेश्वर पवित्र आत्मा त्रिएक परमेश्वरको नाउँमा हात मिलाइदिएर पति पत्नीको रूपमा घोषणा गरेका छन्। आजबाट उनीहरूलाई आदम र हव्वालाई जस्तै आशिष दिएर एकसाथमा जीवन व्यतीत गर्न परमेश्वरले सहायता गर्छ। तपाईँको हातमा राखेर सबै व्यक्तिमा मुक्तिदाता यीशुको उठ्नुहोस्। म भन्छु मेरो पछि भन्नुहोस् ल, हुन्छ? आफ्नो श्रीमतीतिर हेरेर भन्नुहुन्छ है, अनुहारमा हेरेर ल। तामाङ सुनवार, श्रीमती ग्रेस तामाङ सुनवार, तिम्रो र मेरो बिचमा भएको यो पवित्र विवाहको चिनो स्वरूप यो औँठी म तिमीलाई प्रदान गर्दैछु। श्रीमान कुशल सुनवारज्यू, तपाईँ र मेरो बिचमा भएको पवित्र विवाहको प्रेमको चिन्ह स्वरूप यो औँठी म तपाईँलाई प्रदान गर्दैछु। र ग्रेसको पवित्र विवाह सम्पन्न भइसकेको छ। मैले पिता परमेश्वर पुत्र परमेश्वर पवित्र आत्मा त्रिएक परमेश्वरको नाममा हात मिलाएर बाइबल धर्मशास्त्र अनुसार बाचा बाँधेर करार बाँधेर
पति पत्नीको रूपमा सार्वजनिक रूपमा घोषणा गरिसकेको छु। अब यी दुईजनालाई हामी पति पत्नीको रूपमा श्रीमान श्रीमतीको रूपमा सम्बोधन गर्नेछौँ र त्यो अनुसारको आफ्नो पहिचान परिचयलाई सार्वजनिक गर्दै अगाडि बढाएर लानुहुनेछ। म उहाँलाई हार्दिकताका साथमा आशिषले सफलताको लागि दाम्पत्य जीवनको सफलताको लागि हार्दिकताका साथमा सिङ्गो मण्डलीको तर्फबाट उहाँहरूलाई शुभकामना बधाई भन्दछु र मण्डलीको तर्फबाट यो पवित्र विवाह सम्पन्न भएको आज इटाली बप्तिस्ट चर्चमा सम्पन्न भएको कुशल र ग्रेसको पवित्र विवाहको प्रमाणपत्र म उहाँहरूलाई हराउँदैछु। यहाँ हाम्रो बिचमा हाम्रो काठमाडौँबाट पाल्नु भएको पास्टर अनि इटाली बप्तिस्ट चर्चको सचिव उहाँहरू साक्षी बस्नु भएको छ र उहाँहरूलाई यो प्रमाणपत्र आजको मितिमा पवित्र विवाह सम्पन्न भएको प्रमाणपत्र थमाउँदैछु। दुईजनालाई अब तिम्रो हातलाई सम्हाली राख्नेछु जीवनको काँडाहरूबाट बचाइ राख्नेछु। अब तिम्रो हातलाई सम्हाली राख्नेछु जीवनको काँडाहरूबाट बचाइ राख्नेछु। आहा कति सुन्दर देखेको तिमीलाई पवित्र वस्त्रमा।
संसारमा छ तपाईँ तिमी राजा तिम्रै हो तिम्रै हो जीवित निर्दय सर्वशक्तिमान परमेश्वर पिता हामी तपाईँ परमेश्वरलाई यस समय पुनः धन्यवाद दिँदछौँ तपाईँको महान उपस्थितिमा प्रभुजी यो पवित्र करार विवाह सम्पन्न भएको छ तपाईँ परमेश्वरलाई हामी धन्यवाद दिँदछौँ तपाईँको उपस्थितिको लागि विवाह पश्चात प्रभुजी दुलहा दुलहीले प्रभुजी केक काट्नेछन् तपाईँ परमेश्वरको अनुग्रह चाहन्छौँ प्रभुजी जसरी दुलहा दुलहीले प्रभु एक परे केकलाई काट्नेछन् त्यसै गरी जीवनका हरेक समय हरेक अवस्था र परिस्थितिलाई तपाईँ परमेश्वरमा सहज ढङ्गबाट काट्न सकुन् तपाईँ परमेश्वरले अनुग्रह गर्नुभएको सम्पूर्ण केक काट्ने सम्पूर्ण कार्यक्रमलाई तपाईँ प्रभु परमेश्वरको हातमा राख्दै माग्दछौँ आशिष प्यारो प्रभु यीशु ख्रीष्टको नाममा एक अर्कालाई सबै खुवाउनु हुनेछ दुलहाले दुलहीलाई दुलहीले दुलहालाई हुन्छ उहाँहरूको यो आत्मीयता उहाँहरू बिचको सहकार्य सदैव यसरी नै रहिरहोस् हाम्रो शुभकामना हुन्छ उहाँहरू बस्न सक्नुहुनेछ जीवन गाडी भरपर्दो के छ यार के सुन र चाँदी जमाना बिरानो छ कुन यहाँ आफ्नो छ कसरी बढौँ म अगाडि जमाना बिरानो छ कुन यहाँ आफ्नो छ कसरी बढौँ म अगाडि पास्टर रेशम सुनवारज्यूलाई यस पवित्र विवाह सेवाको अन्तिम प्रार्थना गरिदिनुको निम्ति अनुरोध गर्दछु। आजको दिन तपाईँले हाम्रो लागि एउटा विशेष दिन दिनुभएको छ र जसरी कुशल सुनवार र साथसाथै ग्रेसी तमाङ सुनवार बीच पवित्र विवाहको कार्यक्रम आज सम्पन्न भएको छ। तपाईँ परमेश्वरले यी दुई प्राणीलाई अब एउटै परिवारमा तपाईँले जोड्नु भएको छ। हे परमेश्वर, हामी दुईजना जसरी प्रभु आज एउटा विवाहको करार विधिबाट प्रभु पारिवारिक एउटा सम्बन्धमा जोडिएका छन्, आउने दिनहरूमा अझै थप तपाईँको प्रेमको गहिराईमा तपाईँले लैजानुहोस्। एक आपसमा प्रभु तपाईँ परमेश्वरको अनुग्रह र कृपामा उनीहरूलाई तपाईँले डोराउनुहोस्।
तपाईँको सुरक्षा र शान्तिमा तपाईँले डोराउनुहोस्, तपाईँको आशिषमा तपाईँले डोराउनुहोस् प्रभु। अनि उनीहरूको आउने दिनहरूका जीवनमा उकाली ओह्रालीहरूमा, उतार चढावहरूमा, दुःखमा सुखमा, हो गरिबीमा प्रशस्ततामा, रोगमा स्वास्थ्यमा, हरेक स्थितिमा प्रभु उनीहरूलाई प्रभु तपाईँको दम्पत्ति जीवनमा प्रभु अझ बलियो भएर फल्दै फुल्दै वृद्धि हुँदै प्रशस्तताको आशिषमा प्रभु जोडिनलाई अगाडि बढ्नलाई तपाईँले सहायता गर्नुहोस्। त्यसै गरी जसरी यस दुई मण्डलीका परिवारका बिच जसरी आज एउटा सम्बन्ध जोडिएको छ, दुवै मण्डलीका अगुवा पास्टर, दुवै मण्डलीका विश्वासी, त्यसै साथसाथै हाम्रो कुशल अनि त्यसै गरी ग्रेसीको परिवारहरूलाई पनि प्रभु तपाईँ परमेश्वरको आशिष हामी माग्दछौँ। तपाईँ परमेश्वरको आशिष तपाईँले खुवाउनुहोस्। अनि परमेश्वर पिता जसरी आज सुरुदेखि अन्तिमसम्म तपाईँको उपस्थितिमा प्रभु आज यो कार्यक्रम हुनलाई, यो पवित्र विवाह सम्पन्न गर्नलाई तपाईँले सहायता गर्नुभएको छ। तपाईँ सर्वशक्तिमान परमेश्वरलाई हामी महिमा दिन्छौँ, आदर दिन्छौँ, सम्मान दिन्छौँ प्रभु। त्यसै गरी प्रभु तपाईँ परमेश्वरले बाँकी यस कार्यक्रमपछि पनि अन्य जतिवटा कुराहरू छन् त्यसमा पनि तपाईँ परमेश्वरको निभा तपाईँले दिनुहोस्। अन्त्यमा परमेश्वर पिताको प्रेम, प्रभु यीशु ख्रीष्टको अनुग्रह, पवित्र आत्माको सङ्गति तपाईँ येशू प्रभु यस संसारमा नआउँदै हामी सबै विश्वासी परिवार, मण्डली परिवार, आजको दुलाहरूले दुवै आफन्त परिवारसँग सदा सर्वदा भइरहेको होस्। हामी सबैले भनेछौँ मलाई माया गर्नलाई, तिमीलाई जुटाइदिनु भो मलाई जीवन बाँड्नलाई। म हाँसु या रोऊँ म बाँचु या मरौँ, म तिम्रै हुँ, तिम्रै हुँ। गरिरहन्छु तिम्रो वास्ता गरिरहन्छु, तिमी प्रतिका मेरा ती बाछाहरू म पुरा गर्नेछु। तिमीलाई साथ दिइरहन्छु, आफूलाई झै प्रेम गरिरहन्छु, मृत्युले नै अलग नगरेसम्म तिमीसँगै हिँड्नेछु। जीवनको हरेक
सुख दुःखमा निभाउने छु तिम्रो साथ माफ गरिदेऊ मलाई मसित त छैन मेरै निम्ति स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु भो हजुरकै शरीरको एक अङ्ग म पनि मेरै निम्ति स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु भो हजुरकै शरीरको एक अङ्ग म पनि उहाँकै योजनामा जोड्नु भएको उहाँकै योजनामा जोड्नु भएको मेरै निम्ति स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु भो मेरी प्रियसी म तिमीलाई असाध्यै माया गर्छु मैले पनि त हजुरलाई जीवनै सुम्पेकी छु मेरी प्रियसी म तिमीलाई असाध्यै माया गर्छु मैले पनि त हजुरलाई जीवनै सुम्पेकी छु सृष्टिकै उत्कृष्ट रचना हो हामी सृष्टिकै उत्कृष्ट रचना हो हामी मेरै निम्ति स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु भो छाती चिरेर देखाऊ कसम